हेलो साथीहरु, स्वागत छ मेरो अर्को भिडियोमा। आई होप सबै सन्चै हुनुहुन्छ होला हैन। म फेरि धेरै लामो समयपछि फेरि एउटा सानो भिडियो लिएर आएको छु हैन। सो क्रोएसियाको केही जानकारीको लागि हैन। सो आजको मेन टपिक चाहिँ के छ भनेपछि हैन, यो जुन अहिले क्रोएसिया चाहिँ पहिलाको जस्तो रहेन साथीहरु है। अहिले भिसा दिनलाई, वर्क परमिट दिनलाई एकदम टाइट छ, एकदम गाह्रो छ है। अब पहिलाको जस्तो हामी जसरी भए पनि आयौँ, हामी अब लक्की भनौँ कि हैन, कस्तो तरिकाले आइयो। तर अब आउने व्यक्तिहरूलाई चाहिँ सहज छैन। अब एजेन्टहरूले भन्छ होला भइहाल्छ, काम भइहाल्छ, पैसा अहिले दिनुहोस्, यताउति धेरै बहानाबाजीहरू बनाएर तपाईँहरूलाई के ललाइ फकाइ गर्न सक्छ हैन। हो, त्यो चाहिँ भ्रम हो हैन। अब उसरी ठ्याप्पै बन्द भएको चाहिँ होइन हैन। तर उसरी यहाँ अहिले पहिलाको भन्दा चाहिँ तपाईँको धेरै टाइट छ, धेरै कुराहरू पनि। यहीँ भएको व्यक्तिलाई पनि पर्मिट रिन्यू गर्न, काम गरिरहेको कम्पनीमा रिन्यू गर्नलाई पनि मान्छेहरू 6 महिना, 10 महिना, 8 महिना, 4 महिना वेट गरिरहनु पर्यो यहीँ भएको व्यक्तिको वर्क परमिट आउन भने चाहिँ। हामी जुन नयाँ आउने मान्छेहरूलाई त झन् यहाँको सरकारले के गर्छ हैन। सो त्यही भएर नियमहरू एकदम दिन प्रतिदिन बदल भइरहेछ यहाँ पनि हैन। यहाँ पनि अब त्यति उ छैन। कतिपय साथीहरू पहिले नै अब हाम फालेर पोर्चुगल, स्पेन कता गए, उनीहरूको पनि अब राम्रै भयो होला उतातिर हैन। सो अब चाहिँ अब कति व्यक्तिहरू चाहिँ प्रायःसो डिपोर्ट नै भए, धेरै व्यक्तिहरू डिपोर्ट भइरहन पनि भइसके पनि। अब मैसँगको आएको साथीहरू पनि केही साथीहरू डिपोर्ट भइसके। अब किनभने चाहिँ अब यहाँ त्यस्तै हो, जुनै पाए त्यही कम्पनीहरूले पहिला राख्थ्यो, अब मान्छे धेरै भइसकेपछि राख्न पनि छोड्यो हैन। यिनीहरूलाई मान्छे छानी पाइहाल्छ। अब त्यही भएर हामी अलिकति नेपालीहरू अलिकति पछाडि छौँ त्यसको उसमा चाहिँ हैन। सो क्रोएसियामा 2026 ल्याइसकेपछि यहाँको तपाईँको सबै कुराहरू भनौँ न, केही कुराहरू राम्रो पनि छ, केही कुराहरू नराम्रो पनि छ। स्यालेरीहरूको वृद्धि भएको छ, त्यो चाहिँ एकदम राम्रो पक्ष हो हाम्रो लागि। तर स्यालेरी मात्रै राम्रो भएन कि, मेन कुरा हामीले त काम पाउनु पऱ्यो 12 महिना हैन। सिजनमा 6 महिना काम गरेर 6 महिना कहाँ जाने हो। त्यही भएर काम पाउन एकदम समस्या छ साथीहरू क्रोएसियामा है। अब नेपालबाट नयाँ आउने साथीहरूले चाहिँ म त्यहाँ पुगेपछि देखा जाला, म स्पेन जान्छु, कता जान्छु भन्ने सोचले आउनु होला हैन। बरु क्रोएसिया आएर स्पेन जाने सोच हुनुहुन्छ भने चाहिँ बरु डाइरेक्ट स्पेनतिर अथवा पोर्चुगल कता हुन्छ, डाइरेक्ट उतातिर जाँदा राम्रो। यहाँ आइसकेपछि त्यहाँ जान मिल्न त मिल्ने हो, फेरि उही अब इलिगल तरिकाले गएर त्यहाँ अब त्यहाँ गएर लिगल भइन्छ कि भइन्न। धेरै मान्छेहरू चाहिँ इलिगल भएर क्रोएसियामा एकदम शास्ति भोग्नु परिरहेको छ साथीहरू है। सो त्यही भएर तपाईँहरू पनि बेलैमा सचेत हुनु होला। अब युरोप हो हुन त हैन, युरोप भए पनि युरोपमा बरु खाडीमा बरु तपाईँको 3 महिनाको भिसा झ्याम्म लाग्थ्यो, 3 वर्षसम्म आनन्दले काम गर्न पाइन्थ्यो। तर यहाँ त्यस्तो हुँदैन। यहाँ अब तपाईँको काम गरिन्जेल ठिक छ, आज कुनै दिन कुनै गल्ती गर्नुभयो भने कम्पनीले लातारेर निकालिदिन्छ। लातारेर निकालिदिएपछि अर्को कम्पनी खोज, त्यहाँबाट फेरि डकुमेन्ट प्रोसेसमा राख, अनि त्यसपछि वर्क परमिट एप्लाई गर। त्यही पनि अब राम्रो कम्पनी भेट्यो, अब उसरी एप्लाई गर्ने कम्पनी भेट्यो भने त ठिकै हो। फेरि त्यो कम्पनी कहाँ पाइन्छ, जो के छ, एजेन्सी लगाऊ, एजेन्सी फेरि यति छन् कि यहाँ हैन। तपाईँको 500 लिन्छ, कसैले 1000 लिन्छ, कसैले 400 लिन्छ। ल काम लगाइदिनु हुन्छ, पैसा खाइदिन्छ, अर्को दिन कहाँ हो। त्यही भएर क्रोएसियामा जबलेस भएको साथीहरूले पनि एजेन्सीलाई तपाईँ विश्वास नगर्नु होला। किनभने अब पैसा काम लगाइदिन्छ भने त पैसा हामीले दिँदा केही फरक पर्दैन। तर पैसा पनि दिने, काम पनि नलगाइदिनु भयो भने त्यो चाहिँ नराम्रो हुन्छ क्या है। त्यस्तो चाहिँ नगर्नु होला। चिन्नु होला कुन व्यक्ति हो, कहाँको व्यक्ति हो, सम्पर्क नम्बर होइन, यताउति कार्ड छ भने त्यसको कार्डको फोटो खिच्नु होला, ताकि काम नलगाइदियो भने चाहिँ पैसा त नखसोस्। त्यसो चाहिँ अप्नाउनु होला होइन। पहिला त्यस्तो छ नि साथीहरू। अब युरोप भन्छ होइन। अब मेरो आएको मान्छेलाई त त्यस्तो युरोप आएको जस्तो केही फिल छैन। किनभनेपछि अब काम अब अरू साथीहरूले धेरै व्यक्तिहरूले दुःख पाइरहनु भएको छ। सो हामीले त अब चाहेर पनि सहयोग गर्न सकिरहेको छैन उहाँहरूलाई। किनभने चाहिँ हामीले गर्न सक्ने सहयोग भनेको कुनै ठाउँमा अलिकति जब छ भनेपछि हामीले कन्ट्याक्ट गराइदिने हो। म आफै सी साइडमा भएको कारणले गर्दाखेरि चाहिँ मैले अलिकति केही सहयोग पनि गर्न पाइरहेको छैन। जे जस्तो भयो भने मैले केही जानकारीहरू दिएर तपाईँहरूलाई सहुलियत भइरहेको छ होला सायद होइन। सो यति भन्दै आजको भिडियो चाहिँ यति नै। किनभने मसँग टाइम पनि छैन साथीहरू अहिले भिडियो बनाउने। त्यही भएर चाहिँ अब यस्ता इन्फर्मेसन टाइपका भिडियोहरू मैले बुझेको जानेको हालिरहन्थेँ होइन। ल गाइस, पानी पर्दैछ, म पनि अब रुममा जानुपर्ने हुन्छ। सो अर्को भिडियोमा भेटौँला। मेरा भिडियोहरू कस्तो छ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनु होला साथीहरू।
कहिले कमेडी भिडियो आउँछ, कहिले जानकारीमूलक भिडियो आउँछ है त। ल।